थियो भलै त्यो पनि सकेनौं। 1008 त्यो पनि सकेनौं र हामीले मालामा देख्छौं 108 र भलै तपाईहरुले 24 घण्टामा 108 कोटी मात्र भए पनि भगवानको अजपा नाममा यो श्वासलाई यदि जोड्न सक्यौं भने तपाईं हाम्रो सम्पत्ति, तपाईं हाम्रो खजाना त्यहाँ सञ्चय हुन्छ। अनमोल श्वासको खजाना, नामको खजाना त्यहाँ सञ्चय भएको हुन्छ भने आज परमपूज्य गुरु महाराजले यही श्वासको क्रिया प्रक्रियालाई आज वेदले भनेको, वेदले दर्शाएको, आज शास्त्रले दर्शाएको, गीताले दर्शाएको, भागवतले दर्शाएका यी कुरालाई चाहिँ आज गुरु महाराजजी प्र्याक्टिकल रूपमा आज प्राणी जीवलाई बोध गराउनुहुन्छ। प्र्याक्टिकल रूपमा यसको विधिलाई हामीलाई बोध गराउनुहुन्छ। त्यस कारणले गर्दा पूर्व कालदेखि नै यो धरतीमा गुरु परम्परा कायम हुँदै आए र गुरुले चाहिँ तपाईं हामीलाई यो तत्त्वको विषयमा, यो प्राणको विषयमा, ज्ञानको विषयमा, नामको विषयमा साक्षात बोध गराउनु भयो। जुन नाम र जुन ज्ञानलाई तपाईहरुले जीवनमा साक्षात्कार गर्यौं, तपाईं हाम्रो जीवन त्यही नै सफल भयो, त्यही नै तपाईं हाम्रो जीवन धन्य भएको र अन्तिम समयमा अन्तमा तसोगता अन्तिम समयमा जसले त्यो प्रभु नामको सुमिरन गर्दै जीवनलाई अन्त्य गरे, यो प्राण र यो आत्मा गएर त्यही प्रभुमै लय हुन पुग्दछ भनेर यसरी शास्त्रले प्रमाणको साथ बताएको छ। त्यसकारण भने निहाली हेरी त्यो नदाजै शास्त्रले के भन्छ, निहाली हेरी त्यो नदाजै शास्त्रले के भन्छ, आत्मज्ञान बिना कर्म सबै बेकार छ, आत्मज्ञान बिना कर्म सबै बेकार छ, निहाली हेरी त्यो नदाजै शास्त्रले के भन्छ, आत्मज्ञान बिना कर्म सबै बेकार छ, आत्मज्ञान बिना कर्म सबै बेकार छ। नरकानी यही ज्ञान दिना असुदानै दिए रे, नरकानी यही ज्ञान दिना असुदानै दिए रे, तिनी बस्ने धरती पानी आकाशभित्र भयो रे, तिनी बस्ने धरती पानी आकाशभित्र भयो रे, निहाली हेरी त्यो नदाजै शास्त्रले के भन्छ, आत्मज्ञान बिना कर्म सबै बेकार छ, आत्मज्ञान बिना कर्म सबै बेकार छ, नाना कर्म